एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। धेरै दिन बादमा है साथीहरू। हजुरहरू के कस्तो हुनुहुन्छ है? म चाहिँ अहिले बिमारी छु साथीहरू। अन्त धेरै दिन भयो मैले चाहिँ भिडियो पनि बनाउनु पाएको थिइनँ। किन भन्दाखेरि चाहिँ मेरो चाहिँ अब बिचारा बुहारी पनि बिमारी भएर हस्पिटल एडमिट भएको थियो। अन्त त्यही भएर मै बस्दै थिएँ हस्पिटलमा हैन। अन्त अहिले चाहिँ ऊ चाहिँ घर आइसक्यो। फेरि म बिमार भएँ आफै हैन। त्यही कारणले गर्दाखेरि आफै बिमारी भएको कारणले गर्दाखेरि चाहिँ आज म हस्पिटल गएको थिएँ। अन्त त्यही हो साथीहरू, फेरि जानुपर्ने छ रिचेकअपको लागि मन्डे हैन। अन्त म पनि अलिकति बिमारी छु, भिडियो पनि बनाउनु पाएको छैन। अन्त आज चाहिँ यसो अब अलिकति बिमारहरू हुँदाखेरि भिडियोहरू बनायो भने नि अलिकति मन उयो हुन्छ नि त। त्यही भएर आज चाहिँ फेरि भिडियो बनाउँदैछु। हेरिदिनु होला मेरो भिडियोलाई, मलाई माया गर्नु होला। अन्त साथीहरू म चाहिँ भर्खरै आएर यहाँ ड्रेस चेन्ज गरेर बसिरहेको छु, चिया खाँदैछु। नानी पनि सुतिराखेको रहेछ म आउँदाखेरि हो। अन्त बुहारी चाहिँ खोइ बाहिर छ होला। अन्त म चाहिँ यसो खिड्कीको छेउमा बसेर हैन भिडियो बनाउँदैछु है। हेर्नु है साथीहरू मेरो भिडियो कस्तो हुन्छ। मेरो भिडियोलाई मन पर्यो भने लाइक गर्नु होला है। आज यी बुहारी यहाँ चिया खाँदैछ बुहारीले चिया। यहाँ मेरो छोरी सुतिरहेछ। मेरो खुट्टा चाहिँ यस्तो भइरहेको छ, त्यही कारण चाहिँ म चाहिँ हस्पिटल गएको है साथीहरू। खुट्टा पनि दुखिरहेछ मेरो, अरू पनि प्रब्लम छ। म चाहिँ यहाँनिर बसिरहेछु। यस्तै छ यी फाइलहरू यतै लडिरहेछ, घरमा चेराल्या भइरहेछ। चप्पल ल्याइदिएको मैले नानीलाई। गाइसहरू मेरो नानी उठिसकेको छ। यहाँ हेर्नुहोस् है नाक कटाको फोरी त्यस्तो गर्नु हुँदैन हौ बेबी। हरू अब चाहिँ इभिनिङको टाइम छ हैन। हाम्रो बुहारी र यहाँ प्रकृति चाहिँ होमवर्क गर्दैछ। से हेलो प्रकृति। हेलो। हो कस्तो गुड गर्ल छ यहाँ नै मेरो छोरी। त साथीहरू म चाहिँ खाना बनाउँदैछु। आउनुहोस् ल मेरो किचनमा जाउँ हैन। अन्त अब हेर्नुहोस् है म चाहिँ के बनाउँदैछु त आज। यहाँनिर चाहिँ साथीहरू बफ छ हो, यो बफको मिट हो हैन। यहाँनिर मैले आलु बनाउँदैछु। यहाँनिर मैले यो बफ बनाउनुलाई कराई रेडी गरेको छु हैन। यस्तै छ है साथीहरू मेरो सानो किचन हैन। साथीहरू गाइसहरू नानी भएको घर चाहिँ यस्तो हुन्छ है। बुहारी र नानी गिर गया देखो अब क्या करना है। गुड़िया तो पता नहीं। चलो बड़ी गुड़िया खोज्न लाउँछ हौ फेरि। अरे यहाँ बड़े ये छैन ये बनाए लु बनाए हैन। वाओ ये देखो नानी जेसीबी दिखाओ। जेसीबी दिखाओ। अरे प्रकृति जेसीबी किधर है आपका? दिखाओ एक बार जेसीबी। वे गिर जाओगे क्या कर रहा है? साथीहरू अब चाहिँ फाइनली खाना पाकिसक्यो। हामीहरू चाहिँ खाँदैछौँ। यी बेलुका छ त्यही भएर अलिक अँधेरो छ। लु खाएर पनि देखाइदेऊ न छिटो। क्या मजाले खान्छ हाम्रो गुड गर्लले त। यम्मी भन्देऊ न। यम्मी। यु लाइक इट? यु लाइक इट। चिची खाने? मिठो रहेछ भने त। मिठो रहेछ मम्मी। आज स्कुलमा के खायो बेबी? बोल्देऊ न छिटो। के खायो स्कुलमा? खिचडी दाल खायो। मिठो भयो? पापाको परी हो कि मम्मीको परी हो? हाँ बेबी भन्नुहोस् त कसको परी हो? अफ गरिदेऊ।